एभ्रिवान, गुड आफ्टरनुन। त अहिले टाइम भएको छ 3:30 हुन आँटेको छ है। आजको वेदर कुछ यस्तो छ हो, पानी परेर बल्ल बल्ल घाम लाग्यो हो। र म आज के सेयर गर्न आउन आँटेको भने नि, अहिलेको टाइममा अहिलेको यो जुन चाहिँ समय चलिरहेको छ, यति बेसी नलेज है फिटनेसको बारेमा। हर कसैलाई हेरौँ फिटनेस, प्रेग्नेन्सीको जर्नीमा पनि जति पनि मतलब अब प्र्याक्टिकली भनेको हामी औरतहरूको लागि है, प्रेग्नेन्सीमा हेल्थ हेभी हुन्छ, वेट हेभी हुन्छ है। र आफ्टर डेलिभरी है, मैले 2 महिनामा यति स्लिम गरेँ, 3 महिनामा यति स्लिम गरेँ भनेर सबैले देखाउँछ है। र अहिलेको लेटेस्ट टपिक नै त्यही छ, जीरो फिगर। बहुत मुस्किल छ जीरो फिगरमा आउनु, कन्भर्ट हुनु, हेभीदेखि जीरो फिगरमा आउनु। र म पनि पहिला एकदम जीरो फिगर थिएँ है। र त्यो टाइममा मलाई सबैले भन्थ्यो है, सबैले जिस्काउँथ्यो, होइन क्या हो आमा बाउले खानु दिएन क्या हो, मर्नु आँटेको छ त, हड्डी न हड्डी देख्छ कस्तो खालको, अलिक जिउ बनाऊ है भन्थ्यो मलाई। अब त्यो टाइममा है जति खाए पनि लाग्थेन। र अहिले आफ्टर म्यारिड, आफ्टर डेलिभरी है, हेल्थ एकदम बढेर गयो मेरो। र म रिल्सहरू पनि हेर्छु, हर कसैलाई मतलब चाहना छ क्या फिटनेसको लागि। र फिटनेसको बारेमा सबैले ज्ञान दिन्छ है। र तपाईँहरूलाई म चाहिँ नि हेल्दी हुने ज्ञान दिन्छु ल। जो चाहिँ दुब्ली हुनुहुन्छ जसलाई हेल्दी हुनु छ है, म ज्ञान दिन्छु। बहुत मुस्किल छ है, बहुत मुस्किल छ हेल्दी हुनु पनि। र म तपाईँहरूलाई बताउँछु क्या। र मलाई पनि अहिले जिस्काउँछ सबैले, के साह्रो मोटी भएको, अलिक जिउ घटाऊ है भन्छ मलाई। मतलब मेरो हस्बेन्डले भन्दैन, जिस्काउनु जस्ट एउटा भनेको तपाईँहरूलाई सबैले भन्छ है, मान्छे मोटी भयो पतली भयो भने तपाईँलाई छिट्टो कमेन्ट आउँछ, यो पतली भयो भने के साह्रो हड्डी जस्तो देखेको, मोटी भयो भने के साह्रो मोटी भएको, अलिक जिउ घटाऊ है भन्छ। गर्नु चाहिँ के गर्नुपर्ने, पतली हुनु राम्रो हो कि मोटो हुनु राम्रो हो कि के गर्नु राम्रो। र सबैले तपाईँलाई ज्ञान दिन्छ है कि के अरे डिटक्स वाटर पिउनु अरे, बिहान उठेर म यो पानी पिउँछु, त्यो पानी पिउँछु, यो पिउँछु, यति बजी यो खाना, यति बजी यो खाना, यति बजी यो, यति खानु उति खानु, सबै देखाउँछ है। यो